पहिले सोचेभन्दा राम्रै खेल्यो। अब हाम्रो गेमको मेन हाम्रो पर्फर्मेन्स त यही स्पिडको हो। बिचमा अब कतै अब अलिकति कम्बिनेसन नमिल्दा चाहिँ अब तल हाम्रो यो डिफेन्सहरू हुँदा चाहिँ अलिकति हाम्रो टिम कमजोर देखेको हो। नभए हाम्रो प्र्याक्टिसहरूमा हुने गेम हाम्रो मेन गेम चाहिँ हाम्रो यही आजको गेम स्पिड हो। त्यो नै हो हाम्रो खास। बिस्तारै लय समात्दैछ। भर्खर लय समात्दैछ अब चाहिँ। हिजो अस्तिको त्यो गेमहरूलाई चाहिँ कसरी सम्झिन चाहनुहुन्छ? त्यो डिफेन्सको मात्रै कमजोरी थियो या अन्य केही अरू पनि कारण? यस्तो थियो, अब डिफेन्स बलक र डिफेन्स, अर्को हाम्रो सर्भिस एकदम नर्मल इजी भयो कि। अब सर्भिस इजी भएपछि त उताबाट त सिङ्गल बलक अब रिसिभ इजी रिसिभ इजी भएपछि त सेटरले त अब हेरेर खेलाउन पाउने भयो। अब ब्लकमा जोइन पुग्न सकिँदैन, अब स्पिड बल हुन्छ। त्यस कारणले चाहिँ हाम्रो अब डिफेन्स रिसिभमा मात्रै नभएर हाम्रो सर्भिस नै एकदम फितलो देखियो कि। जस्तो स्पाइक त हाम्रो राम्रै हो, रिसिभ भएको बलहरूमा चाहिँ राम्रो छ, अनि सर्भिस नै फितलो भएको कारणले चाहिँ हाम्रो गेम अलि एकदम फितलो देखेको। अब ठुलो फ्यान बेस भएको टिम पनि हो आर्मीको समर्थकहरू एकदमै धेरै। योचोटि अलिकति उहाँहरू भनौँ न अलिकति निराश पनि हुनुहुन्छ। आर्मी यो फर्मर च्याम्पियन टिम पनि योचोटि अब फाइनलको रेसबाट के हुने हो कसो हुने हो भनेर चिन्तामा हुनुहुन्छ फ्यानहरू। उहाँहरूलाई चाहिँ कसरी एड्रेस गर्न चाहनुहुन्छ? उहाँहरूलाई त अब धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु, किनभने अब जित्न होस् या हारमा धेरै सपोर्ट गरिदिनु भएको छ हाम्रो टिमलाई। प्लस भलिबल, नेपालको भलिबललाई अब देश विदेशबाट चाहिँ यति धेरै माया गरिदिनु भएको छ होइन। उहाँहरूलाई त अब धेरै हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। अब पछिल्लो 2 वर्ष यता हेर्ने हो भने टिभी तपाईँ एकदमै उत्कृष्ट लयमा पनि हुनुहुन्छ, आफ्नो प्राइममा हुनुहुन्छ भन्न चाहन्छौँ हामी चाहिँ हाम्रो नजरबाट। आफूलाई चाहिँ कसरी हेर्नुभएको छ? अब राम्रो त अब पहिलादेखि नै अब मिस्टेकहरू त हुन्छ। कहिले अब राम्रो आफूले सोचेभन्दा धेरै राम्रो खेल्न सकिन्छ। अब कहिले अब आफैले हेर्नै मन नलाग्ने होइन। अब त्यो हामीले हेर्छ नि गेम बेलुका, त्यो हेर्नै नहुने गरी नै अब हुन्छ कि कहिलेकाहीँ नसकिएको हुन्छ। अब यो अहिले लास्ट आवरमा चाहिँ हाम्रो टिमलाई अब किनभने एउटा क्याप्टेन, अब या चाहिँ म एउटा क्याप्टेन भएको कारणले, अब सिनियर प्लेयर भएको कारणले नि अलिकति टिमलाई चाहिँ कम्बिनेसन गरेर अब मोटिभेट गरेर जिम्मेवारी धेरै बढेको छ। त्यस कारणले अलिकति सिरियस चाहिँ भएर खेलेको छु। त्यस कारण चाहिँ अलिकति राम्रो देखिएको छ। अब युवाहरू अहिले समावेश छ आर्मीमा। अर्जुन भयो, सुनिल भयो, शरणले पनि राम्रो गरिरहेको देखिन्छ। अरू धनपतिहरू पनि बेन्चमा, अप्सनहरू पनि धेरै राम्रो छ। हरियोजहरू पनि आउनु भएको छ। ओभरअल कसरी हेर्नुहुन्छ आर्मीको फ्युचर चाहिँ? नयाँ भाइहरूले त एकदमै मैले जुन आशा एक्सपेक्टेसन गरेको छु नि होइन, त्योभन्दा धेरै राम्रो खेलेको छ। अब जुनियर भाइहरू अब एकैचोटि यति राम्रो खेल्नु भनेको त मैले सोचेको थिएन यति राम्रो खेल्छ भनेर। तर एकदम मोरल हाई गरेर अब मणिमुकुन्दको गेमदेखि नै मैले त्यो भाइहरू खेलेको होइन। उहाँ पनि अब धेरै राम्रो खेले, अब सुनिल भाइले प्लस अर्जुन भाइले पनि होइन। अबको दिनहरूमा चाहिँ अलिकति ट्रेनिङ गरेर अलिकति हुँदै गयो भने चाहिँ अब